कम्ती बजेटमा धेरै सामान लिनुलाई चाहिँ कहाँ जानुपर्छ भने विशाल मेगा मार्ट। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ विशाल मेगा मार्ट है। म र बहिनी चाहिँ यहाँनिर, अन्त त्यहाँदेखि सिलगढी आकालामा चाहिँ बहिनी चाहिँ कहिले गएको रहेछ। अन्त त्यहाँदेखि यहाँनिर हामी चाहिँ हेर्नु थाल्यौँ के चाहिँ यहाँ चाहिँ एकदमै कम्ती प्राइसमा है 49, 59बाट स्टार्ट हुन्छ। एकदमै किचनको सामान चाहिँ एकदमै राम्रो पाउँछ घरको होइन। लुगाफाटाहरू पनि पाउँछ यहाँनिर चाहिँ कम्ती, सबैलाई थाहै छ है। अन्त सिलगढीमा चाहिँ आकालामा चाहिँ जानु मन लाग्छ, हत्तपत्त त जानु पाउँदैन, कोही बेला फ्री भएको बेला मात्रै। त्यहाँनिर बोतलहरू पनि खोज्दा थियो। अन्त मलाई चाहिँ एकदमै घरको सामानहरू लोभ लाग्छ है। के गर्नु, छोरी मान्छेलाई छोरी मान्छेलाई चाहिँ अब यो घरकै सामानहरू मात्रै लोभ लाग्छ। अन्त यहाँनिर चाहिँ हामी हेर्दै थियौँ, बहिनीले चाहिँ पुरै सपिङ गर्दै थियो। स्टिल जुटहरू पनि हेर्नुहोस् न यहाँनिर। अन्त नानीहरूले वाक्कै बनाइसकेको थियो फेरि हो, भोक लाग्यो भनेर। अन्त गरम पनि यहाँभित्र पुरै थियो, ठन्डा महिना भए पनि। अन्त बहिनीले चाहिँ पुरै घरको लागि सामानहरू किने। म चाहिँ लुगाफाटा त्यसै भएमा हेर्दै थिएँ है। लुगाफाटा पनि राम्रो राम्रो थियो। अन्त हेर्नुहोस् न 249मा 300सम्म 100 स्टार्टै 100देखि हुँदो रहेछ यहाँनिर चाहिँ। बहिनी चाहिँ कहिले माग्नु त्यसको सपिङ सकियो है। अन्त त्यसले बिलहरू पनि पेमेन्ट गर्यो। अन्त यहाँनिर चाहिँ नानीहरू चाहिँ भोक लाग्यो भनेर वाक्कै बनाइसकेर चाहिँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू नेक्स्ट।